मर्निङ गाइज, म चाहिँ मनाङ मुस्ताङको लागि काठमाडौँबाट भर्खरै हिँडेको। अहिले यता चिया खाने ठाउँमा चाहिँ ब्रेक लिइरहेको छु होइन। हेरौँ कति दिन लाग्छ मनाङ मुस्ताङको लागि। बट म त जाने चाहिँ सिङ्गल राइड नै हो। बिहानमा यस्तो चिसो छ नि, यता त पुरा हुस्सु लागिरहेछ कि यस्तो लागिरहेछ। मनाङ मुस्ताङको लागि पुरा रेडी भएर म त हिँडिरहेको होइन। रेडी भएर हिँडिरहेको। अब आज कहाँसम्म पुगिन्छ हेरौँ। अनि भोलि कति दिन मनाङ मुस्ताङ घुमेर चाहिँ फेरि ब्याक काठमाडौँ पुगिन्छ होइन। म सबै अपडेटहरू A to Z अपडेटहरू गर्नेछु होइन। अहिले चाहिँ हिँडिरहेको यतानिर ठाउँको नाम चाहिँ होइन। ओके, अब मैले चिया खान्छु, त्यसपछि म फेरि यताबाट राइड सुरु गर्छु। अनि फेरि चाहिँ म चाहिँ उता मुगलिङमा गएर चाहिँ खाना खान्छु होइन। अनि मुगलिङमा गएर खाना खान्छु। सेकेन्ड स्टेप चाहिँ कहाँ हुन्छ चाहिँ पोखरा। आज चाहिँ पोखरा बस्नुहुन्छ मेरो उसमा चाहिँ आज पोखरा बस्ने सोच हो होइन। किनकि आज छिटै पोखरा पुगिहालिन्छ। पोखरा पुगेर चाहिँ आज त्यो पोखरा घुम्नु चाहिँ अनि भोलि त्यहाँबाट चाहिँ भोलि निस्कने भन्ने सोच हो। अब लेट्स सी हो त्यही पनि। ओके, म अगाडि चाहिँ के हुन्छ म मुगलिङको बाटो होइन। मुगलिङको बाटो चाहिँ यस्तो खतरनाक छ कि एकदम के भन्ने होइन। पुरा धुलै धुलो होइन। धुलैले यहाँ मेरो हालतै खतम भइसक्यो। माथि चिया ब्रेक गरेको होइन। चिया ब्रेक पछि चाहिँ नन स्टप आएको। बट यताको यो धुलोदेखि चाहिँ होइन, यो कति बेला मुगलिङ पुगाउँ जस्तो लाग्छ क्या। किनभने यस्तो धुलो हुन्छ। तर जाममा चाहिँ म आज परिरहेको छैन अहिलेसम्म होइन। अहिलेसम्म एउटा गाडी पनि भेटिरहेको छैन। किनकि म अहिलेसम्म जाममा परिरहेकै छैन। तर जाममा पर्न लागेपछि झन् यस्तो खतम हुन्छ होइन। के भन्ने भनेर साध्यै हुँदैन कि। तर धन्न म अहिलेसम्म मात्र यहाँ जाममा चाहिँ परिरहेको छैन कि। किनकि अब सायद जाममा परिन्छ होला पर्न त अगाडि होइन। म बिहानै निस्केको नि त काठमाडौँबाट। मेरो मनाङ मुस्ताङ भने नि गाइज होइन, बच्चैदेखिको सपना हो कि एक्लै भयो भने जाने होइन। मनाङ मुस्ताङ भन्नु पऱ्यो, एक्लै भए पनि घुमेर आउने मेरो बच्चैदेखिको ड्रिम हो होइन। त्यही पनि साथीहरूसँग मैले जाउँ चाहिँ भनिरहेको थिएँ होइन। साथीहरूलाई जाउँ भनिरहेको थिएको। योभन्दा अगाडिको सालमा पनि साथीलाई जाउँ न साथी भनेको होइन। तर साथीहरू त्यस्तै हो, कहिले बजेट छैन भन्छ, कहिले के छैन भन्छ, कहिले पैसा छैन भन्छ, जानै मान्दैन कि होइन। यसपालि त जे पर्छ भनेर चाहिँ म एक्लैले आफैले आँटेको है। अनि त्यस यो बाटोमा त कस्तो भिडियो बनाउने कस्तो अप्ठ्यारो छ होइन। अब एक्लै जाने हो जान चाहिँ होइन। ठिक छ, म चाहिँ अब मुगलिङ कटेर चाहिँ पोखरा जाने बाटो चाहिँ देखाउँछु होइन। त्यो चाहिँ एकदम राम्रो बाटो छ होइन। फाइनल्ली गाइज होइन, पोखरा जाने बाटो मुगलिङ बाटो छुट्टिसक्यो है। पोखरा जाने बाटो चाहिँ एकदम राम्रो लाग्यो क्या मलाई होइन। हेर्दै नि यस्तो फिज बाटो छ होइन। एकदम फ्रेस बाटो क्या होइन। जति स्पिड गयो नि अनि जति छिटो नि पुग्न सकिने बाटो छ है बाटो चाहिँ। तर माथि काठमाडौँबाट मुगलिङसम्मको बाटो चाहिँ एकदम खतम छ कि होइन। झन् मलाई आउनलाई भन्दा पनि अब यताबाट चाहिँ रिटर्न हुँदाखेरि चाहिँ कसरी जाने भन्ने चाहिँ म त्यो सोचिरहेको छु होइन। किनकि यति जाँदाखेरि चाहिँ झन् खतम बाटो पर्छ कि होइन। यस्तो धुलो हुन्छ, गाडीहरू मात्र आइरहेको छ होइन। झन् बोर लाग्ने बाटो के। बट मुगलिङ बाटो चाहिँ पोखरा जाने बाटो चाहिँ एकदम राम्रो के बाटो क्या। हेर्नु नि यति राम्रो बाटो छ होइन। यत्तिको बाटो चाहिँ काठमाडौँमा पनि त्यो रिङ रोडमा पनि हाम्रो त्यत्तिको चाहिँ छैन के। रिङ रोडमा पनि हाम्रो ठाउँमा खाल्टाखुल्टीहरू परिरहेछ नि त। तर यहाँ चाहिँ यस्तो न खाल्टा छ न के छ होइन। 4 गियरमै 5 गियरमै जसरी चलाओ गाडी होइन, जे गरौँ होइन। बट सेफ्टी हुनु आफैले जरुरी छ है। त्यही पनि बाटो भन्ने चाहिँ एकदम राम्रो छ क्या। न भिड छ न के छ बाटोमा होइन। बाटो वाउ कति राम्रो छ है। यताको बाटो चाहिँ म नि फर्स्ट टाइम आएको यो बाटो चाहिँ है। यो बाटो चाहिँ मैले पहिला चाहिँ सोचिरहेको हुन्थेँ म, मतलब कहिले धनगढी जाँदाखेरि कतै जाँदाखेरि चाहिँ पोखराबाट हुँदै जाँदा राम्रो हुन्छ भन्थे सबैले है। बट म सोच्थेँ होइन पोखराबाट नि बाटो चाहिँ साँघुरो नै हुन्छ होला, जस्तो मुगलिङको बाटो छ त्यस्तै बाटो हुँदै जान्छ होला सोचिरहेको होइन। बट यो बाटो देखेर मलाई चाहिँ बहुत आनन्द आयो कि एकदम भित्रैदेखि नै होइन। यति राम्रो बाटो लाग्यो मलाई चाहिँ यो चाहिँ है। अब हेरौँ
आज चाहिँ कहाँ पुगिन्छ म सायद आज चाहिँ पोखरा बस्ने गरी चाहिँ आज आएको हो है। पोखरा बसौँ भन्नेसम्म आएको हो, बट पोखरै बस्नुपर्छ भन्ने चाहिँ छैन होइन। अब कहाँसम्म आज पुग्न सकिन्छ त्यहाँसम्म यसो जान्ने हो होइन, जतिसम्म पुग्न सकिन्छ होइन। अनि मलाई चाहिँ खासमा अब फर्स्ट टाइम नै आएको हो, त्यही फर्स्ट टाइम म एक्लो आएको छु होइन। त्यही भएर चाहिँ मलाई बाटोहरूमा त्यति आइडिया चाहिँ त्यति छैन होइन। त्यही पनि आफ्नै नेपाल हो जस्तो लाग्छ कि आफ्नै नेपाल हो, बाटो भन्ने कुरा चाहिँ अब थाहा भइहाल्छ नि त बिस्तारै बिस्तारै। आज अब हेरौँ कहाँसम्म पुगिन्छ। त्यसपछि भोलि चाहिँ सायद मेरो मुस्ताङ पुग्ने प्लान चाहिँ भोलि हो है। यसको नाम बोके खोला पुल कसले राख्या होला है। यो चाहिँ बोके खोला पुल चाहिँ चितवन के अरे उता मुगलिनबाट चाहिँ पोखरा जाने बाटोमा चाहिँ होइन बोके खोला पुल म त ठ्याक्कै बोके खोला पुलमा पुगेँ नि। बोके खोला फुल हेरेर पनि आइयो होइन गाइज होइन। अब के भने होइन नामै बोके खोला के कस्तो, मलाई त फर्स्ट टाइम सुन्दा यस्तो अलि अर्कै टाइपको के होइन। बट अरूभन्दा पनि यो मुगलिनबाट चाहिँ पोखरा जाने बाटो चाहिँ कति राम्रो हो। यति राम्रो बाटो चाहिँ पूर्व पश्चिम हाइवे पनि थिएन कि। यताबाट हिमालहरू यति राम्रो नै देखिरहेछ होइन। डाँडाकाँडाहरूमा हेर्नु न, कति राम्रो हिमालहरू देखिरहेको, हिमालहरू त्यति राम्रो नै छ होइन। बट रोड पनि त्यति नै राम्रो के। मलाई लाग्छ म चाहिँ आज यस्तै नै बाटो राम्रो छ भने चाहिँ पोखरा बस्ने भनेर आएको बट है। बट म त आज चाहिँ मुगलिन भन्छु, आज चाहिँ बागलुङ गएर बस्नुपर्छ होइन। किनकि आज बागलुङ गएर बस्यो भने बागलुङबाट चाहिँ भोलि चाहिँ अनि छिट्टै माथि कागबेनी तातो पानी म चाहिँ गएको चाहिँ छैन होइन। बट कागबेनी भन्ने नाम चाहिँ सुनेको छु होइन। मैले अलि म्यापहरू चाहिँ हेरेर त्यहाँ आएको घरबाट सायद अब त्यहाँ चाहिँ नेक्स्ट स्टेप चाहिँ त्यहाँ पुगिन्छ होला है। त्यसपछि चाहिँ बट आज चाहिँ पोखरामा खानासाना खाएर चाहिँ होइन बागलुङसम्म चाहिँ जानुपर्छ। किनकि अहिले चाहिँ बजेको छ त्यही 12 बजेको छ अहिले चाहिँ होइन, 12 समथिङ भइरहेको छ। बट पोखरा पुग्नै लाग्यो कि पोखरा चाहिँ अब होइन। अनि 12 बजी नै अहिले पोखरा बसेर बरु चाहिँ घुम्नको लागि चाहिँ पछि ब्याग हुँदाखेरि चाहिँ बरु घुम्ने भन्ने हो मेरो भनाइ। ब्याग हुँदाखेरि चाहिँ घुम्ने, अहिले चाहिँ यतैबाट चाहिँ बागलुङ बस्ने, बागलुङबाट चाहिँ भोलि सिधा मुक्तिनाथसम्म चाहिँ पुगिहालिन्छ। जति नै टाढा भयो भने मुक्तिनाथसम्म मुस्ताङसम्म पुगिहालिन्छ होइन। त्यसपछि चाहिँ ब्याग हुँदाखेरि चाहिँ अरू ठाउँ चाहिँ ब्याग हुँदाखेरि चाहिँ पछि घुम्ने होइन। गाइज म चाहिँ अहिले पोखरा भन्दा नि म अगाडि आइसकेँ होइन। पोखरामा मैले खानासाना खाएँ होइन, ब्रेक लिएँ, खाना खाएँ। अहिले चाहिँ पोखराबाट चाहिँ बागलुङतर्फ जाँदैछु म चाहिँ होइन। पोखराबाट चाहिँ बागलुङ जाने बाटो हो पोखराबाट चाहिँ। बट पोखराबाट बागलुङ जाने बाटो पनि राम्रै छ, मलाई कम्फर्ट नै छ क्या बाटो पनि होइन। त्यस्तो भिड भडाकाहरू पनि छैन होइन। अब बस्ती सस्तीहरू पनि थुप्रो छ बस्तीहरू, बट त्यस्तो भिड हुने अनि बाटोहरू खिचिङ हुने बाटो चाहिँ अलि अप्ठ्यारो नै लाग्छ क्या। बट त्यस्तो बाटो चाहिँ छैन क्या अहिलेसम्म चाहिँ। बाटो चाहिँ मलाई राम्रै मिलिरहेछ है। अब अगाडि हेरौँ के हुन्छ अगाडितिर बाटोहरू कस्तो छ के छ होइन। अहिलेसम्म चाहिँ बाटोहरू एकदमै राम्रो छ कि बाटोहरू। मलाई मुगलिनसम्म मात्रै अप्ठ्यारो बाटो लागिरहेको थियो, त्यसपछि चाहिँ बाटोहरू चाहिँ पोखरासम्म झनै राम्रो होइन। पोखराबाट बागलुङ जाने बाटो पनि यत्रो 6 लाइन हाइवे छ कि यो बाटो पनि। 6 लाइन हाइवे भनेको चाहिँ मतलब ठुलै बाटो हो क्या होइन। फेरि न ठुल्ठुलो गाडीहरू पनि चलिरहेको देख्दैन होइन, सबै सानोहरू गाडीहरू मात्रै हिँडिरहेको छ होइन। यसको लागि चाहिँ धेरै कम्फर्ट बाटो हो क्या होइन। ठिक छ, अब फाइनल्ली गाइज म चाहिँ फेरि पोखराबाट पनि बागलुङ बस्ने भनेर चाहिँ आएको होइन। बट मलाई फेरि बागलुङ पनि म 4 बजी नै पुगिसकेँ क्या होइन। अनि फेरि अझै मसँग 2-3 घन्टा टाइम छ। अनि यसो माथि अब मुस्ताङतिर जाँदालाई चाहिँ अब राम्रै हुन्छ माथि भनेर चाहिँ अब म चाहिँ फेरि आइसकेँ क्या त्यहाँबाट। किनकि अब त्यहाँबाट चाहिँ समथिङ तातो पानी चाहिँ बेली बजार आउँछ, यो अगाडि चाहिँ बेली बजार आउँछ होइन। त्यसपछि चाहिँ तातो पानी भन्ने के आउँछ है। मैले त्यहाँ बागलुङभन्दा अगाडि नै देखिरहेको थिएँ जो कि बागलुङ म चाहिँ अब चाहिँ त्यहाँ पोखराबाट पनि आज बुटोल बस्नु के अरे बागलुङ बस्नु आइसकेँ होइन। बट
बाग्नु भन्दा पनि म अब तातो पानी बस्ने भनेर चाहिँ माथि आइसकेँ। त्यहाँभन्दा पनि माथि आइसकेँ। अब यस्तो पहाड छ, जङ्गलै जङ्गल छ। कति एक्लो कस्तो डर लागिरहेको छ कि यता त। अनि फेरि तातो पानी अब यहाँबाट खै कति किलोमिटर छ त्यो पनि थाहा छैन। बाइकमा चाहिँ तेल चाहिँ फुल गरे हो होइन। बट त्यही पनि अब तातो पानी पुगिन्छ कि पुगिँदैन हेरौँ होइन। यो पाहाडहरू चाहिँ यत्रो पाहाडहरू बट गाडीहरू त चल्दो रहेछ। यो चाहिँ म्याग्दी खोला समथिङ है। म्याग्दी खोला हो कि म्याग्दी नदी हो क्या हो सायद। यत्रो नदी छ, ठुलो नदी बगिरहेको छ यहाँ पनि। म्याग्दी नदी हो चाहिँ गाडीहरू चाहिँ हिँड्दो रहेछ। ट्रक स्रकहरू चाहिँ सबै गाडीहरू चाहिँ हिँड्दो रहेछ कि। ओके नभने अब चाहिँ यसो एकछिन रेस्ट गरौँ भनेर चाहिँ ननिस्क भएको थिएँ होइन। फाइनली गाइज म अहिले यता तातो पानीमा आइपुगेँ होइन। बल्ल तल्ल तातो पानीमा यहाँ यत्रो नदी बगिरहेछ। यत्रो नदी बगिरहेछ यता होइन। म तातो पानी पुगेँ होइन। अब यहाँ चाहिँ तातो पानीमा चाहिँ तातो पानी नुहाउनु भनेर चाहिँ यहाँ नुहाउनु लगाएको है। उता चाहिँ म तातो पानी देखाउँछु है। मान्छेहरू नुहाइरहन्। यस्तो नुहाइरहेछन् यहाँ, नुहाइरहेछन् यहाँ। म पनि अब नुहाउँछु यता तातो पानी नुहाउँछु। अनि आज तातो पानीमै बस्छु कि होइन। भोलि अब बिहानै निस्कनु पर्छ यताबाट। ओके म अब तातो पानीमा नुहाउँछु। फाइनली तातो पानीमा नुहायो होइन। यस्तो तातो पानी होइन, बहुत हट पानी रहेछ। यस्तो बोइल भएको पानी थियो होइन। बोइल भएको पानीमा नुहायो। 1 घन्टासम्म नन स्टप नुहायो कि। अब माथि होटलमा जाने हो होइन। होटल त अब त्यति के हो त्यति राम्रो त छैन। त्यही पनि काम चलाऊ होटलमा यसो काम चलाउनु लागि जाने हो। लुगा सुगाहरू छ होइन। अब पहिला अब बाँकी कुराहरू होटलमै गएर लगाउनु पऱ्यो होइन। छैन अब होटलतिरै जानु पऱ्यो। अब होटलतिरै यस्तो हट पानी छ होइन यता होइन। पानी यस्तो छ कि पानीबाट बाफ आएर खायो। पानीबाट बाफ आएर खायो। यस्तो बाफ आउने पानी छ क्या यता।